अहिले चाहिँ हामी ठ्याक्कै सिन्धुपाल्चोक जिल्लाको यो इन्द्रवती गाउँपालिका र पाँचपोखरी गाउँपालिकाको सिमानामा छौँ। यहाँ चाहिँ मुख्य गरी नवलिङ्गेश्वर महादेव थान छ, जुन महादेव थान चाहिँ विगतदेखि नै प्रत्येक वर्ष जनै पूर्णिमाका दिन ठुलो मेला लाग्ने गर्दछन्। यहाँ चाहिँ हजारौँ श्रद्धालु भक्तजनहरू आउने र जनै पूर्णिमाका दिन ठुलो मेला आस्था लिएर यहाँ आउनुहुन्छ। किंवदन्ती अनुसार यो मन्दिरमा जतिले पनि जे आस्था राख्नुहुन्छ त्यो प्राप्त भएको इतिहासहरू छ, किंवदन्तीहरू छ। तसर्थ त्यही आस्थालाई बोकेर धेरै श्रद्धालुहरू आउनुहुन्छ। यो नौलिङ चाहिँ धेरैवटा स्थानीय तहको शिरमा पर्ने ठाउँ हो। यो चाहिँ नि मिलम्ची नगरको इन्द्रवती गाउँपालिकाको, त्यसपछि गएर पाँचपोखरीको मुख्य गरी यो तीनवटा स्थानीय तहको शिरमा पर्ने ठाउँ हो। र यो डिस्टेन्सको हिसाबले पनि धेरै टाढा चाहिँ छैन। यहाँ श्रद्धाहरूलाई यहीँ बास बस्नुपर्ने त्यो खालको स्थिति हुँदैन। यहाँ चाहिँ हामी गाडी बाटोबाट हिँड्नै नसक्ने मान्छेलाई पनि 1.5 घन्टा, हिँड्न सक्नेलाई आधी घन्टा 1 घन्टामा हामी सजिलैसित यो ठाउँमा आइपुग्न सक्छौँ। र बर्खाको बेला अलिकति यातायातको असहज छ, तर पनि यहाँ बासै बस्नुपर्ने स्थिति हुँदैन। तर बास बस्न परेको खण्डमा फेरि चाहिँ नि होमस्टेहरू प्रशस्तै छ। यहाँ चाहिँ कातेकेमा छ, उख्रेनीमा छ, मुलखर्कमा छ होइन। यो तीनटै यो मन्दिरको चाहिँ नि एरियामा छेउछेउमा होमस्टेहरू भएको हुनाले यहाँ आउने श्रद्धालुहरू पर्यटकहरूको लागि चाहिँ नि बस्ने खानेको लागि चिन्ता छैन। तसर्थ यहाँ फेरि बस्नै पर्छ भन्ने पनि छैन। यो ठाउँ धेरै टाढा पनि होइन, नजिक भएकोले त्यस्तो समस्या छैन। यहाँ चाहिँ आउनका लागि चौताराबाट आउने चाहिँ यता पाँचपोखरी हुँदै उख्रेनी हुँदै आउन सकिन्छ हामी। अनि मिलम्चीबाट, ज्यामिरेबाट, लाङ्गार्जेबाट यो मन्दिरको चाहिँ नि पश्चिम भेगबाट आउन सकिन्छ। र यहाँ चाहिँ नि नलपुर, इन्द्रवती हुँदै नलपुरहरू, थाले कादेकी हुँदै आउने बाटो चाहिँ यही मन्दिरकै ठ्याक्क उत्तर पूर्वपट्टिको भागबाट छ। चारैतिरबाट बाटो छ यहाँ चाहिँ।